आज म 24 घण्टासम्म लिक्विड मात्र खाने च्यालेन्ज गर्न लागेको छु। बिहानदेखि बेलुकासम्म लिक्विड फुड मात्र खाएर सर्भाइभ गर्न कोसिस गर्छु। सुरु गरे मैले आफ्नै घरको चिसो 1 गिलास पानीबाट, अनि त्यसपछि म गए आफ्नो ल्याम्बोगिनीलाई निकालेर बजारतिर, अनि त्यहाँनिर पुगेपछि मैले 1 गिलास गन्नाको जुस खाए। यस्तो गर्मीको बेलामा त चिसो चिसो जुस खान त साह्रै नै मजा आउँदो रहेछ। कति लोकलमा बसेर मात्रै खानी भनेर म गए 5 स्टार होटलमा, अनि त्यहाँनिर अर्डर गरेँ मैले बनाना लस्सी। एउटा बनाना चाहिँ गर्दै, अनि सुन न, बनानामा केरा नाल भन्नु। अनि केही मिनट वेट गरेपछि हाम्रो आइसक्यो बनाना लस्सी। खानु त गाइस मलाई यहाँनिर धेरै खानेकुराहरू खान मन लागेको थियो, तर च्यालेन्ज चाहिँ गर्दा पाएन। अनि त्यसपछि मैले लस्सी मात्र खाएर घरतिर फर्के। घर पुग्ने बित्तिकै मलाई धेरै नै भोक लागेको थियो, अनि घर पुग्ने साथ मैले खाएँ एउटा एक्सट्रिम। घर मात्र के पुगेको पानी पर्न सुरु हुन थालेछ, अनि एकछिन पछि पानी पनि रोक्यो। अनि त्यसपछि मैले दोकानमा गएर एउटा फ्रुटी किने, जुन फ्रुटी मैले गौतम बुद्धसँग बसेर खाएँ। अनि त्यसपछि मैले आफ्नो परम्परालाई नबिर्सिकन अगाडि बढाएँ। अनि गाइस रात पनि परिसकेको थियो, घरमा मासु बनाएको रहेछ, तर के गर्नु गाइस, मासु त खान पाइँदैन। त्यसको साटो मैले दोकानमा गएर माउन्टेन ड्यू किनेर खाएँ। माउन्टेन ड्यू डर्की माकी।